साथीहरू तिहार त मनाइसक्नु भयो होला। सबैजना सन्चै हुनुहुन्छ होला। तिहार पनि रमाइलो भयो होला। मैले पनि तिहार मनाइसकेको छु। अब तपाईँहरूलाई जाडोको लागि हामीसँग अहिले अभाइलेबल भएको यो हटकेसको बारेमा जानकारी दिनको लागि यो भिडियो बनाइरहेको छु। यसलाई चाहिँ टिफिन बक्स भन्न पनि सकियो, हटकेस भन्न पनि सकियो। यो चाहिँ 1000 ml को साइजमा छ भनेदेखि यो चाहिँ 800 ml को साइजमा छ। यो ठुलो साइज हो भने यो अलिकति सानो साइज भयो। देख्न सक्नुहुन्छ सानो साइजमा दुईवटा कलरमा अभाइलेबल छ भने ठुलो साइजमा एउटै मात्र कलरमा अहिले अभाइलेबल छ हामीसँग। तपाईँहरूलाई यसभित्र चाहिँ कस्तो छ त भनेर देखाउनु पर्दाखेरि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एकदमै राम्रो खालको डिजाइन छ। प्रिन्ट पनि एकदमै राम्रो खालको प्रिन्ट छ, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। माथि चाहिँ एउटा चाहिँ यो लिकेज प्रुफ चाहिँ ढक्कन तपाईँले देख्न सक्नुहुन्छ। यो माथि राखेको सामान चाहिँ नपोकियोस् भन्नको लागि चाहिँ यस्तो खालको एउटा ढक्कनको यहाँ तपाईँहरूले सुविधा पाउनुहुन्छ भनेदेखि सबै स्टिलमा छ। भित्र यस्तो राम्रो खालको एउटा कचौरा छ। यसमा तपाईँले दाल तरकारी अचार जे पनि राख्न सक्नुहुन्छ, अथवा तपाईँले खाजा लिएर हिँड्नुहुन्छ भने तपाईँले तरकारी सरकारी मिलाएर राख्न सक्नुहुन्छ भने भित्रपट्टि पुरै स्टिलमा छ। तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीमा परी कलेक्सन बनेपामा यो हटकेस अहिले अभाइलेबल छ। र तपाईँको चाहिँ लन्च बक्स क्यारियर ब्यागहरू सबैमा राम्रोसँग अट्ने एकदमै राम्रो खालको फिनिसिङ पनि राम्रो छ, क्वालिटी पनि राम्रो छ र साइज पनि राम्रो छ। यतिकै बोकेर हिँड्न चाहनुहुन्छ भने पनि ह्यान्डल पनि एकदमै राम्रो खालको ह्यान्डल दिएको छ। भने सानो साइजमा कुरा गर्नुहुन्छ भनेदेखि सेम फिचर हो, अलिकति सानो साइजमा हो। तपाईँले देख्न सक्नुहुन्छ लिक प्रुफ ढक्कन पनि छ यसमा। सँगसँगै एउटा यस्तो खालको चाहिँ एउटा बाउल पनि छ र सँगसँगै भित्रपट्टि यति स्पेस भएको एउटा भित्र एल्युमिनियम भएको तपाईँको समथिङ यो स्टिल भएको चाहिँ खिया नलाग्ने स्टिल भएको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। एकदमै राम्रो खालको हटकेस थर्मस परी कलेक्सन बनेपामा अहिले अभाइलेबल छ। तपाईँलाई आवश्यक परेको छ भनेदेखि तपाईँहरूले डेलिभरीको लागि हामीलाई मेसेज गर्न सक्नुहुन्छ भने स्टोर भिजिट गरेर आफैले लिन पनि सक्नुहुन्छ। जाडो महिनाको लागि एकदमै स्पेसल खालको यो हटकेसको लागि है त।